यो क्वेसन चाहिँ प्रब्लम 3.18 छ। यो चाहिँ च्याप्टर कमन स्टक फाइनेन्सिङको च्याप्टर 3 छ हैन। प्रब्लम नम्बर 18 यसमा के भनेछ भने दर्चुला इलेक्ट्रोनिक कम्पनी DEC is planning to increase common equity to finance the new project. There are two alternatives to raise equity capital for the company: public offering and rights offering. Since present management wants to maintain existing ownership pattern, it is using right offering to raise additional funds. DEC company raised an additional rupee of 10 million. Current market price of the company is current market price of the company is $250. यो भनेको P0, current market price भनेको P0, and it has 2 lakh shares outstanding. 2 lakh shares outstanding भनेको old shares, number of old shares, and stakeholders are offered a new shares at a price of RS 100. यो भनेको सब्सक्रिप्सन प्राइस भनेको PS, बुझ्नुभयो। अब अर्कोपट्टि के छ भने के भनिरहेको छ, क्वेसन छ हाउ डज राइट्स अफरिङ हेल्प टु मेन्टेन एक्जिस्टिङ ओनरसिप प्याटर्न। के अरे राइट्स अफरिङले चाहिँ होइन एक्जिस्टिङ ओनरसिप प्याटर्नलाई कसरी मद्दत गर्छ। अब के हुन्छ भने यो त चाहिँ थ्योरी पार्ट छ, त्यही पनि म भन्छु। यसको के छ भने होइन यसरी हुन्छ, हाउ डज राइट्स अफरिङ हेल्प टु मेन्टेन एक्जिस्टिङ ओनरसिप प्याटर्न। इफ सेयर होल्डर्स एक्सर्साइज देयर राइट्स they buy new shares in the same proportion as their current ownership. त्यस्तै फर्स्ट एज अ रिजल्ट एन्ड दिस प्रिभेन्ट्स। यो चाहिँ बीमा के रहेछ भने हाउ मेनी न्यू सेयर्स विल ह्याभ टु बी सोल्ड टु रेज रिक्वायर्ड फन्ड्स भनेको यसमा नम्बर अफ न्यू सेयर्स निकाल्नु पर्ने। त नम्बर अफ न्यू सेयर्सको फर्मुला छ नम्बर अफ न्यू सेयर्स इज इक्वल टु फन्ड्स निडेड डिभाइडेड बाई PS। त यो यता के छ फन्ड्स नेट कति छ 100,000 10,000 लाख 10 लाख करोड 1 करोड डिभाइड बाई 100 PS डिभाइड बाई गर्दाखेरि 100,000 10,000 लाख 1 लाख न्यू सेयर्स। यो भइहाल्यो हाम्रो बी को आन्सर, मतलब अपना। त्यसपछि सीमा के भनिरहेछ हाउ मेनी राइट्स विल बी रिक्वायर्ड टु पर्चेज अ न्यू सेयर भनेको ह्यासट्याग पत्ता लगाउनु पर्ने। ह्यासट्यागको फर्मुला छ ओल्ड सेयर्स डिभाइडेड बाई न्यू सेयर्स। न्यू सेयर चाहिँ जुन हामीले यो निकालेको छौँ नि यो छ न्यू सेयर। अब यो फर्मुला लगाउँदाखेरि आइहाल्यो हाम्रो राइट्स भनेको रिक्वायर्ड राइट्स ह्यासट्याग भनेको यति आयो। यसको फर्मुला छ ओल्ड सेयर्स डिभाइडेड बाई न्यू सेयर्स। त्यसपछि डी नम्बरमा वाट विल बी थ्योरिटिकल भ्याल्यु अफ राइट एन्ड एक्स राइट प्राइस। अब यता हामीलाई पी के अरे बीआर निकाल्नु पर्ने भ्याल्यु अफ राइट्स। भ्याल्यु अफ राइट्स इक्वल टु यसको फर्मुला P0 माइनस PS डिभाइडेड बाई ह्यासट्याग प्लस 1। अब सबको भ्याल्यु पुट गर्दाखेरि क्यालकुलेसन गर्दाखेरि 150 यो घटाएर 150 अनि डिभाइडेड बाई 3 50 आयो। यो हाम्रो भइहाल्यो VR। अब एक्स राइट प्राइस भनेको PE निकाल्नु पर्छ। PE को फर्मुला छ P0 माइनस BR 250 माइनस 50 भनेको 200। अब ई नम्बरमा के भन्छ ई नम्बरमा के भनिरहेछ भने यता क्वेसनमा हेर्नुपर्ने। ई नम्बरमा कपिल शर्माज टोटल एसेट्स consist of 1,000 shares of DEC and cash balance of 50,000. Prepare statements of Sharma's total assets before rights offering. यसमा के भन्छ भने राइट्स अफर हुनुभन्दा अघिको होइन चाहिँ यसको टोटल एसेट्सको भ्याल्यु कति रहेछ अरे, त यो पत्ता लगाउन पर्छ अब ई नम्बरमा। तर यता के छ 1000 उसको कपिलको कति छ 100वटा के अरे 1000वटा सेयर छ। त 1000वटा सेयर छ भने उसँग 1000वटा राइट्स पनि छ र उसँग क्यास कति छ
50,000 क्यास पनि छ। अब यसको स्टेटमेन्ट तयार गर्नुपर्ने। अब हेर के छ, अब यता अभाइलेबल सेयर भनेको 1000 उसँग छ अफ डिइसीको, अनि क्यास ब्यालेन्स 50,000 छ। अब स्टेटमेन्ट बनाउँदाखेरि स्टेटमेन्ट बिफोर अफरिङको बनाउनु पर्ने। त यो पार्टिकुलर आइएमटी अमाउन्ट भइहाल्यो। अब भ्याल्यु अफ स्टक भनेको यो जुन हामीसँग अभाइलेबल छ नि त्यो, अनि इन्टु 250। यो 250 भनेको पिएस के अरे P0 छ क्या, किनभने राइट्स अफरिङ भन्दा अगाडिको राइट्स अहिले अफर भएको छैन, त्यही भएर यहाँ पिई लाग्दैन। त्यही भएर P0 त 250 अनि 1000 इन्टु भइहाल्यो 2,50,000। अब बाँकीको क्यास ब्यालेन्स 50,000 अनि 2,50,000 कति भयो, 3 लाख। यो हाम्रो 1 नम्बर क्वेसन सक्यो, यो गयो हाम्रो बिफोर अफरिङको खत्तम। अब हुन्छ आफ्टर अफरिङको इफ ही सेल्स अल हिज राइट्स, कपिल has 1000 shares mean it has 100 rights। भनेको उसँग के अरे 1000 सेयर छ भने यसको मतलब उसँग 1000 राइट्स पनि छ। त्यही भएर अब यो गर्दाखेरि यो आफ्टर अफरिङ छ नि, त्यही भएर भ्याल्यु अफ स्टक यसले के गर्छ भने हि सेल्स अल हिज राइट्स, उसले आफ्नो पुरै राइट्सलाई बेचिदिएको छ। त्यही भएर हामीले के गर्नुपर्छ, भ्याल्यु अफ स्टक 1000, उसँग कति छ 1000वटा छ, अनि 1000वटाको भने 1000वटा बेचिदिएको छ। त्यही भएर 1000 इन्टु 200। यता फेरि यो के अरे आफ्टर अफरिङ छ। आफ्टर अफरिङमा चाहिँ पिई लाग्छ कि, यता चाहिँ पिई, यो पिईको भ्याल्यु छ। पिई हाम्रो कति पिई छ, यता हेर्नु पिई हामीले पिई निकालेको थियौँ, यता हेर्नु पिई छ 200, यो भ्याल्यु लाग्छ यता। भनेको आफ्टर राइट्स अफरिङमा चाहिँ पिई भ्याल्यु अफ स्टकमा, जब भ्याल्यु अफ स्टकको क्यालकुलेसन हुन्छ त्यसमा पिईको भ्याल्यु दिने, अनि बिफोर राइट्स अफरिङमा भ्याल्यु अफ स्टकको क्यालकुलेसन गर्दाखेरि P0 को भ्याल्यु दिने, P0 यो चाहिँ P0 दिनुपर्छ, P0 को भ्याल्यु। अब त्यस्तै क्यास ब्यालेन्स, त्यसपछि क्यास ब्यालेन्स दिने। क्यास ब्यालेन्स छ क्वेसनमा 50,000 छ, त्यही भएर 50,000 दिने। अनि यता फेरि प्लस क्यास रिसिभ्ड फ्रम सेल्स। अब यो कुन छ भनेको उसँग जुन 1000वटा सेयर्स थियो नि, त्यही चाहिँ उसले बेचे बापत पैसा पाउँछ नि, त्यो पैसा पाएको चाहिँ यसमा एड गर्नुपर्छ। त्यसले 1000वटा सेयर चाहिँ बेचेको छ, अनि यो भ्याल्यु चाहिँ यो भिआर छ भनेको भ्याल्यु अफ राइटको, यताको भ्याल्यु अफ राइट जुन छ नि, यो क्यालकुलेसन गरेर 50 आएको छ, यो भ्याल्यु दिनुपर्छ। जब हामीलाई के अरे क्यास रिसिभ फ्रम सेल्स क्यालकुलेसन गर्छौँ तब यो भ्याल्यु चाहिँ भिआर हुनुपर्ने। त्यही भएर 1000 इन्टु 50 भनेको 50,000, यता आयो अब यो 50,000 अनि यो 50,000 दुइटै जोडेर यता आयो। अब 1 लाख अनि यो 2 लाख कति हो, 3 लाख खत्तम। अब 2 नम्बरमा के भन्छ, क्वेसन यता क्वेसनमा भनेको चाहिँ क्वेसनमा के भनेको यता हि एक्सर्साइज अल हिज राइट्स भनेको उसले आफ्नो पुरै राइटलाई चाहिँ एक्सर्साइज भनेको भजाएको छ कि, त्यो मान्नु के अरे बुझ्नुपर्छ। भनेको उसँग 1000वटा सेयर छ अनि 1000वटा राइट्स पनि छ, तर उसले कतिवटा राइट्स फेरि नयाँ किन्न पाउँछ। त्यो क्यालकुलेसन गर्नको लागि के गर्नुपर्छ, जति सेयर उसँग छ त्यसलाई चाहिँ यो जुन ह्यासट्याग हामीले निकालेको छौँ त्यो लिएर के अरे डिभाइड गर्नुपर्छ। भनेको जति ह्यासट्याग हुन्छ त्यति लिएर डिभाइड गर्नुपर्ने। त यता के छ, 2 ह्यासट्याग चाहिँ 2 छ, त्यही भएर 1000 डिभाइड बाई 2 त 500 न्यू सेयर्स उसँग कति छ, 500 न्यू सेयर छ। उसले के गर्न सक्छ, 500 नयाँ सेयर किन्न सक्छ है। अब फेरि स्टेटमेन्ट एएमटी गर्ने, अनि फेरि क्यालकुलेसन अफ भ्याल्यु अफ स्टक। भ्याल्यु अफ यो चाहिँ आफ्टर अफरिङको छ, त्यही भएर यसमा पिई को भ्याल्यु लाग्छ। भ्याल्यु अफ स्टक यो यसको 500 नयाँ किन्न सक्छन्,
अनि उसँग अलरेडी कति छ 1000 थियो, त्यही भएर त्यो यो 1000 अनि यो 500 जोडेर 1500 अनि इन्टु यो पिई को भ्याल्यु भइहाल्यो। क्यालकुलेसन गर्दाखेरि 3 लाख। अब बाँकीको क्यास ब्यालेन्स उसँग 50,000 छ, यो 50,000 अनि क्यास पेड फर सेयर पर्चेज। अब उसले जुन एक्सरसाइज भनेको जुन किनेको सेयर चाहिँ कहीँ किनेको छ त्यसको त पैसा तिर्नुपर्छ नि, त्यही भएर त्यो पैसा चाहिँ माइनस गर्नुपर्ने। त क्यास पेड फर सेयर पर्चेज, त उसले कति सेयर पर्चेज गरेको छ 500, त 500 यो दिने, यो किनेको सेयर हो कि उसले कति किनेको छ 500 किनेको छ, त्यही भएर त 500 अनि यो इन्टु यसमा के हुन्छ भने यो चाहिँ पिएस हुन्छ, यो पिएस को भ्यालु हुन्छ यता के, पिएस को भ्यालु यता हाल्नुपर्ने, यता यो पिएस वाला छ नि, यो पिएस यता सही, यो सही भनेर यता दिनुपर्ने, त्यही भएर त सही छ। अनि 500 इन्टु 100 भनेको 50,000। अब यो 50,000 यो घटाउनु पर्ने, यो नि यो चाहिँ जोड्नु पर्ने, यो प्लस अनि यो माइनस दुईटै कट हो, त्यही भएर 0। अब यो 3 लाख अनि यो 0 भनेको 3 लाख भयो। अनि यो क्वेसन हाम्रो कम्प्लिट। अनि त्यस्तै गरी अब यो हाम्रो कमन स्टक फाइनेन्सिङको चाहिँ खत्तम। अझै भिडियो हेर्नका लागि, राम्रो भिडियो हेर्नका लागि पढाइमध्ये बिबिए सम्बन्धी यो च्यानल हेर्दै गर्नु।